ओके के भयो गाइज इट्स ओके नराम्रो दिन भयो भने गाइज होइन चिन्ता नगर्नु आई लभ यु हाउ आर यु दाज आर भेरी गुड रेड र ब्ल्याक त उत्तिकै छ त कि त्यत्रोजना मान्छेको नराम्रो दिन भएको आज कसैको ब्रेकअप भएको छ गाइज आजको दिनमा लेट्स मेरो लेट्स टक मेरो भएको कोसँग छ कोसँग किसँग तपाईसँग के गरेको प्यारी चिप्लो थुक्क तिम्रो ढिक्की त पछाडिको ढिक्की त मान्छेहरूको अगाडि बेजर गरिदियो कुर्सीले पनि औडा गरेछ यार मलाई त रमाइलो लाग्छ तिमी छोडिदे हँ मलाई त रमाइलो लाग्छ तिमी छोडिदे झन्डै स्कट लाएको भएर मिस त तामाङले त आज फिल्ममै देख्दो रहेछ किन चट्टी लाउँदैन पुष्पा दिदी यही जानेला सोही गरेछु मैले झन्डै आज रियल चलाउँथ्यो प्यारीहरू बबालवाला प्यारा यदि त्यस्तो भइहाल्यो भने तपाईँ के गर्थ्यो स्क्रिनसट लिन्थ्यो स्क्रिनसट यत्रो मान्छेहरूको अगाडि बेजर भइरहेछ स्क्रिनसट न कसरी बेच्यो त इट्स ओके सबैजना माया गर्ने मान्छे त छ मैले पनि त माया गर्ने मान्छे हो तिमीलाई हेर्थेँ भन न बरु जिब्रा टानी टानी रात चाहिँ हेर्थेँ प्यारी माम खायो खाएको त माया मेरो दिमाग तातिरहेछ म यस्तरी मायावालाले फकिवाला छु त हजुर यसरी चाटेर दिमाग चिसो बनाइदिउँ दिमाग चिसो गरेर चाटेर क्या दिमाग चिसो बनाइदिउँ तर के कार्तिकमा जन्मिनु भएर कार्तिक लागेको कार्तिक लागेको के बोले के कार्तिक लागेको मेरो मुड चल्दैन है प्यारा के भने ए प्यारी आउन सो यु समथिङ गाइस ट्याप खोइ यत्रो मान्छेको ट्याप खोइ ए मैले यो किन्यो नि तिमीले किन भनेको होला ओ वाउ बबाल अनबक्सिङ गरौँ योबाट लाइभ